सेकेन्ड डे अफ लाङटाङ ट्रेक। हामी यो सुर्का भिलेजबाट बिहान उठेर लगभग अहिले 8 बजिसकेको छ। हामी उठ्दाखेरि 7 बज्यो। बिहानदेखि नै रातभरि नै पानी परिरहेको छ यता। सो पानीको कारणले बिहानै हिँड्नलाई चाहिँ हामीलाई अलिकति गाह्रो पनि भयो। हिजो अलि बढी थकाइ पनि लाग्यो। त्यसै कारणले हामी अब यहाँबाट अलिकति ढिलै हिँड्दैछौँ आज सेकेन्ड डेमा। अब हाम्रो आजको प्लान भनेको चाहिँ हामी कहाँसम्म जान्छौँ भन्दाखेरि यहाँबाट अब चिया नास्ता गरेर हामी फर्स्टमा त शेर्पा गाउँ पुग्छौँ। हिजै हामी शेर्पा गाउँ पुग्ने भन्ने प्लानिङ थियो, तर हिजो अलिकति त्यस्तै पऱ्यो फर्स्ट डे अफ ट्रेक। अनि त्यसपछि धेरैलाई हिँड्ने बानी पनि थिएन। हिँड्ने बानी नभइसकेपछि सबैजना बिस्तारै थकाइ मार्दै रेस्ट गर्दै आउँदाखेरि अलिकति टाइम पनि लाग्यो। अनि राति हामीले यहीँ बस्यौँ, रमाइलो गऱ्यौँ, गीत गायौँ, नाच्यौँ। एकदमै रमाइलो भयो हिजोको बसाइ। अब यो सुर्का भिलेजबाट आज सेकेन्ड डे चाहिँ हामी जान्छौँ शेर्पा गाउँ। फर्स्टमा शेर्पा गाउँ हुँदै हामी लाङटाङ भिलेज पुग्छौँ। अझ त्यहाँबाट पनि अझ हामीलाई थकाइले त्यति धेरै सताएन, प्लस हामी अझै हिँड्न सक्ने अवस्थामा रह्यौँ भने चाहिँ हामी यहाँबाट आजको बसाइ तेन्जिङजीसम्म पुग्ने भन्ने हाम्रो प्लान हो। अब कतिको सकिन्छ सकिँदैन, हिँड्न सकिन्छ भन्ने कुरो हो। प्लस पानी पनि परिरहेको छ। पानी पर्दाखेरि हिँड्न अलिकति अप्ठ्यारो हुन्छ, बाटो चिप्लो हुन्छ। सो त्यसको कारणले अलिकति बिस्तारै नै जान्छौँ होला अब आज सेकेन्ड डे। सो तपाईँहरूले हेरेर साथ दिनुहुन्छ भन्ने आशा छ। अनि यहाँबाट आज बिहानको भ्यू कस्तो देखिरहेछ भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ एकदमै रमाइलो छ। हेर्नुहोस्, यो सुर्का भ्यू पोइन्टबाट देखिएको दृश्य। पानी परिरहेको छ, बादल पनि देखिरहेको छ त्यता। डाँडा काँडा हरियाली एकदम स्वच्छ छ वातावरण। धन्यवाद, धेरै धेरै धन्यवाद हजुरहरूलाई। कस्तो लागिरहेछ त काठमाडौँमा किनेको बिस्कुट सुर्का भिलेजमा आएर खाँदाखेरि? एकदम बवाल मजा आइरहेछ। कस्तो छ टेस्ट? बवाल। तपाईलाई कस्तो लागिरहेछ त? बेस्ट दाइ त झन् एकदम रमाइलो मान्छे। लिनु है दाइ। ल हामी सेकेन्ड डेको स्टार्टमा चाहिँ अब टक्क यो मौरी पालन गर्न हिँडेको जस्तो देखिएर अब जाँदैछौँ, सुरु गर्दैछौँ सेकेन्ड डेको ट्रेक। अब हाम्रो यता सर पनि एकदम तयार हुनुहुन्छ सेकेन्ड डेको ट्रेकको लागि। एकदम के प्यान्ट लाउनु बाँकी हो? म त अब यहाँ खै म्याम तपाईँ आउनुभयो, तपाईँ पनि रेडी हुनुहुन्छ? ल म चाहिँ बाटोमा कतै मौरी देख्यो भने मौरी यसो टिप्दै हिँड्ने त्यस्तै देखेको छ। म गाड्दै हिँड्ने। कभर कसको असिमकोमा छ? हिसाब गरेर आउँछु ल म्याम। हिजो मेरो तपाईँसँग छ है। मैले त्यति त हो त्यो मेरै हो। त्यसो भए ल आउँछ अझै झलको देउरालीको चौतारीमा, देउरालीको चौतारीमा सान्नानीले आँखा छोपेको आउँछ होला घर बारा होला गाउँ, चिठी लेखी पठाउला है के हो तिम्रो नाउँ, चिठी लेखी पठाउला है के हो तिम्रो नाउँ, कहाँ होला घर बारा कहाँ होला गाउँ। नेपालले संसार ल्याएछ नेपालले संसार ल्याए लासो नेपालले संसार ल्याएछ नेपालले संसार ल्याएछ हाम्रो त नेपालले ल्याएको संसार साह्रै पोखरो रहेछ लासो
अहिले हामी आज लाङटाङ ट्रेकिङको डे 2 हामी सुर्खाबाट बिहान चिया र केही हल्का नास्ता गरेर उकालो लागेका छौँ। अब सुर्खाबाट हाम्रो अगाडिको डेस्टिनेसन चाहिँ शेर्पा गाउँ, जुन चाहिँ बिस्तारै हिँड्नेलाई 2.5 घन्टा र फटाफटै हिँड्नेलाई चाहिँ 1 घन्टा 1.5 घन्टा, यहाँको गाउँलेहरूले चाहिँ 1.5 घन्टामा हामीले चाहिँ यो बाटो पार गर्छौँ भन्नुभएको छ। त्यहाँ पुगेका छौँ। अब हामी चाहिँ बिचमा छौँ र अहिले यो चाहिँ जङ्गल हो, पानी परि नै राखेको छ। सिमसिम सिमसिम जानु न तपाईँ, सिमसिम पानी परिरहेको छ। अनि यही जङ्गल हुँदै हामी चाहिँ अहिले यात्रामा अगाडि बढिरहेका छौँ। अगाडि हाम्रो साथीहरू अगाडि हुनुहुन्छ। यो ट्रेल चाहिँ खासै धेरै मान्छे चाहिँ नेपालीहरू चाहिँ नहिँड्ने रहेछन्, किन भन्दाखेरि तलबाट ब्याम्बो कटेज अथवा ब्याम्बो भिलेज हुँदै त्यहाँबाट चाहिँ लामा गाउँ निस्किने बाटो रहेछ। तर अब यहाँबाट चाहिँ हामी शेर्पा गाउँ हुँदै लामा गाउँ निस्किन्छौँ। यो बाटो हामीले छान्नुको पछाडि पहिरो मुख्य कारण हो र वेदर कन्डिसन। पहिरो चाहिँ त्यहाँ धेरै झरेको छ भन्ने कुरा भएको थियो, त्यही भएर पहिरो, दोस्रो वेदर कन्डिसनले गर्दाखेरि चाहिँ यो बाटो पनि राम्रो, तर थोरै उकालो चाहिँ अलिक ज्यादा पर्दो रहेछ तलको तुलनामा। हुन त पहाडको बाटो उकालो ओह्रालो त हुन्छन् नै। अब मलाई पनि देखाउँछु, कति उता मात्र देखाउनु होइन। ल म पनि रेनकोट ओढेर हिँडिरहेको छु, एकदम बवाल मजा आइरहेछ। के मोस, अब हाम्रो म्यामलाई चाहिँ मोस मन पऱ्यो अरे। उहाँ चाहिँ प्रकृति लभर। यो घरमा उम्रिँदैन रे, इलिगल हुन्छ रे। लग्न पाइन्छ होला, पाइन्न तर घरमा युजको लागि त लग्न पाउँछ होला। हजुर हिँड्नु। यहाँ चाहिँ बाटो पनि रहेछ, बाटो पनि ट्र्याक चाहिँ खुलिसकेको छ है साथीहरू। तपाईँहरू कोही बाइकमा आउनुहुन्छ भने अलिकति डट टाइपको, जस्तो अहिलेको अब हुन त अब अलिकति पाङ्रामा गोटी भएको टाइपको चाहिँ डट टाइपको बाइक चाहिँ हजुरहरूले लिएर आउनुभयो भने, किन यो माटो अहिले हिलो छ, पहिरो भएको कारणले चाहिँ यो धेरै ठाउँमा नजान सक्ने अवस्था छ। तर मैले हिजो तपाईँहरूलाई भनेको थिएँ भ्लगमा चाहिँ, हामीलाई तल पनि त्यही जानकारी दिएको थियो, यहाँभन्दा माथि चाहिँ बाइक जाँदैन भनेर। तर त्यहाँभन्दा माथि आधी घन्टाको डेस्टिनेसनसम्म शेर्पा गाउँभन्दा अलिकति तलसम्म चाहिँ बाइक जाने जस्तो देखियो। बाइक जान्छ, तर बाइकको सुरक्षाको लागि चाहिँ तल राखेर अलिकति हिँड्न चाहिँ पर्ने रहेछ। हिँड्दै बेटर हुन्छ, किन भन्दाखेरि बाइकको ब्याट्री झिक्दिने, तेल चोर्दिने। यहाँका गाउँले चाहिँ त्यस्तो छैनन्, बाहिरको मान्छेहरू चाहिँ अलिकति उटपट्याङ काम पनि गर्नु हुँदो रहेछ। अब आफूलाई अभाव भयो भनेदेखि अब तेल यहाँ माथि पम्प छैन, 3-4 घन्टा तल झर्नुपर्छ, स्याफ्रु बेसी नै पुग्नुपर्ने रहेछ तेल लिनको लागि। भन्दाखेरि हामी यो नर्मल ट्रेल आएनौँ, हामी अलिकति अर्को ट्रेल आयौँ। तर यस्तो भ्यू मजाको छ, हेर्दाखेरि पेट भरिने खालको है। तर के गर्ने। अनि अब म यहाँ तपाईँहरूलाई हाम्रो 2-3 जना साथीहरूसँग पनि भेट गराउँछु, उहाँहरूलाई कस्तो लागिरहेछ म प्रतिक्रिया पनि लिन्छु। रोजिना म्याम, तपाईँलाई कस्तो लाग्दैछ? एकदमै रमाइलो रहेछ। त्यो एक्सप्रेस गर्न सकिरहेको छैन कि कस्तो फिल भइरहेछ भनेर, या त्यो एक्सप्रेसन त्यो फिल गर्न चाहिँ यहीँ आउनुपर्छ अनि मात्रै थाहा हुन्छ। ओके, उहाँ फेरि यस्तो नेचुरल लभरहरूलाई चाहिँ यो होइन हेभनभन्दा कम छैन क्या, अ पार्ट अफ हेभन भन्छ नि, हिडन जेम्स अफ नेपाल लाङटाङ ट्रेल। अब हाम्रो जीव सरको मुरली थ्याङ्क यू। ऋतु म्याम, तपाईँलाई कस्तो फिल भइरहेछ? मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ। अनि मेन कुरा भनेको चाहिँ हामी हिँड्नु नसक्ने मान्छेलाई चाहिँ अलिअलि गाह्रै हुन्छ, तर यहाँको मान्छेहरू चाहिँ एकदमै हेल्पफुल हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ अलिकति गाह्रो भयो भने उहाँहरूको नम्बर लिएर उहाँहरूले लिनु पनि आउनु सक्नुहुन्छ। यस 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 हो, यो मैले भन्न छुटेँ। यदि कसैलाई गाह्रो भयो भने हजुरहरूले चाहिँ तल आफू जहाँ बस्नुहुन्छ त्यहाँ चाहिँ उहाँहरूसँग राम्रो सम्बन्ध स्थापित गर्नुभयो भने
उहाँहरूले चाहिँ खच्चरहरू पठाइदिनु हुँदो रहेछ माथि लिनको लागि। यदि कसैलाई अल्टिच्युड लागिहाल्यो भने त्यो भयो भनेदेखि चाहिँ ला मलाई त अप्ठ्यारो हुन्छ कि क्या हो भनेर चाहिँ सोच्नु नपर्ने रहेछ। पास जस्तोमा आइसकेका छौँ। यो चाहिँ सिर्काबाट उकालो चढ्दै गर्दाखेरि हामी चाहिँ यहाँ पुग्न लागेका छौँ। फाइनल्ली हामी एउटा डाँडामाथि यहाँ गुम्बा पनि रहेछ। भ्यू बबाल छ। यहाँ म आँखाले देखिरहेको छु। आई क्यान नट डिस्क्राइब। लाजवाब भ्यू छ। यो चाहिँ तपाईँहरूले आफै अनुभूति गर्नको लागि चाहिँ यहीँ नै आउनुपर्ने भयो। मौसमले हामीलाई साथ नदिएको कारण तलको गाउँहरू मैले देखाउन असमर्थ छु। म देखाउँदैछु जुम गरेर सकेसम्म। यो एक्सट्रिम वेदरमा ट्राभल गर्नु पनि एउटा मजै रहेछ। किन भन्दाखेरि यो अब नर्मल टाइममा आउनेले चाहिँ फिल गर्न पाउने छैनन्। हामीसँग अगाडि नै थोरै जानकारी थियो पानी पर्न सक्छ भनेको कारणले गर्दाखेरि हामीले चाहिँ पन्चो हालेका थियौँ। पन्चो अनि वाटर बोतल, हट वाटर बोतल। अब यो हिमालयन ट्रेल अथवा यो चाहिँ हिली ट्रेलमा ऊ गरिरहेको छ भनेदेखि हिँड्दाखेरि चाहिँ गर्मी हुन्छ, तर चिसो पानी ठ्याक्कै खाँदाखेरि चाहिँ खोकी लाग्न सक्ने अनि लेक लाग्न सक्ने त्यो अवस्थाहरू हुने रहेछन्। त्यही भएर हामी चाहिँ ट्याक्क खाँदैछौँ। त्यसपछि हामी पुनः अब शेर्पा भिलेजमा चाहिँ हामीले खाना भनिसकेका छौँ। तपाईँहरूले चाहिँ यताबाट आउनुहुन्छ भनेदेखि लामा, अनि त्यसपछिको हाम्रो यात्रा लामा होटल हुनेछ। यहाँ बाटोमा ढुङ्गाहरू पनि अलिअलि झरेको छ यो बर्खाको मौसम भएर है। त्यसमा चाहिँ हामीले कति बेला कहाँबाट ढुङ्गा झर्छ, लुज हुन्छ ढुङ्गा भनेर दाइहरूले भन्नुहुन्थ्यो। त्यही भएर चाहिँ हामी पहाडको छेउछेउ सकेसम्म नहिँड्ने र उतापट्टि पनि पहिरो जान सक्छ। अब फेरि यो 17, 18 र 19 गते चाहिँ व्यापकै पानी पर्ने भनेर चाहिँ यसपालि ट्रेकिङमा तलैदेखि रोकेको अवस्था थियो। तर पनि हामी चाहिँ अब निस्किसकेका थियौँ अनि आयौँ, बिस्तारै आयौँ। तर हामीले पनि खै अब भोलिसम्म चाहिँ पानी रोइदियो भने हुन्छ भन्ने कुरा हो। आज हामी घोडा तबेलासम्म पुग्ने योजना छ, तर पानीको कारणले थोरै डिस्टर्ब चाहिँ भएकै हो। पानीले गर्दाखेरि घोडा तबेलासम्म चाहिँ पुग्न सकिन्न कि भन्ने कुरा छ। जुकाले पनि खाइराखेको छ मजासँगले। जुकाले पनि अब चाहिँ दसैँ आयो भनेर जुकाले दसैँ मानिरहेको छ। हाम्रो साथीहरू अलिकति अगाडि हिँडिरहनु भएको छ, देखिरहनु भयो होला। म अब यो चाहिँ बाटोको हामी उबाट मासतिर, यो सिर्का भिलेजभन्दा मासतिर, शेर्पा गाउँभन्दा बिचमा अब हामी 10 देखि 15 मिनटमा शेर्पा गाउँ पुग्दैछौँ। You people have to walk from here. So if foreigner wants to hike in Langtang Trail, they can, like Langtang Trail, sorry, I always speak, I always tell hike. If foreigners want to hike or trekking on Langtang Trail, so they can start from Saprubesi at Rosua, and they can reserve a jeep up to Sirka village. From after the Sirka village, they have to walk on their foot. If the trekking lover wants to come here, you can like and subscribe our channel. We upload the trekking video in our channel of the hidden gems trekking route in Nepal. Many people trekking route are popular, but which are hidden, they are hidden. So we explore the hidden trail. So please like, subscribe, and hit like, ring the bell of our channel. Follow our channel for hidden trails. हामीले उहाँहरूलाई भेटिसकेका छौँ। You ask me who am I ask you who are you? Okay. I am a trekker from Nepal. So here the weather is quite extreme today.
सो म यिनीहरूको चक्करमा लागेर म पनि यहाँ भ्लग बनाउँदा नि इङ्ग्लिस हान्न थालिछु साला। यहाँ तल चाहिँ खोला देखिराखेको छ है, तपाईँहरूले खोला देखिरहनु भएको छ। अब हाम्रो स्टप चाहिँ त्यही हो, ऊ त्यो पर चाहिँ शेर्पा भिलेज हो। अहिले चाहिँ पानी परेको भएर हामी छेउ हिँडिरहेका छौँ र तपाईँहरूलाई पनि एउटा टिप्स पनि हुनसक्छ। पानी परिरहेको छ पाहाडमा भनेदेखि छेउ हिँडियो भने चाहिँ माथिबाट झर्ने ढुङ्गाबाट जोगिन सकिन्छ। सो हामीले यहाँ टुरिस्ट पनि भेट्यौँ। So nice view. We can see from here. Yeah, there are 2 waterfalls. We can see here. See from here. Oh, it's lightning also. Oh my God. That is the bamboo cottage. I think so. That is the bamboo cottage. Yes. Oh my God. Yes, and you we have 2 lovebirds here. Oh my God. Yes. Not today, definitely one day, sir. Here we met our grandpa on the way. Yeah, grandpa. Just hanging in there. How are you feeling? I'm feeling pretty good, actually. Okay. I hope it goes okay. Langtang Day 2, we are hiking in the Langtang, and many foreigners. It is the famous spot for foreigners also. So we have here our grandpa here. Welcome to my vlog. Thank you. I also make my vlog. So hello to everybody. Thank you. So how do you feel about this place? How do I feel? I feel a little bit wet also, but no, it's fantastic. We love the people and the music of these people. It's a bit raining, but it's not too bad. And we're waiting for the big view of the snowy mountains. Oh, they are the gems. They are literally gems of Nepal. ल अहिले चाहिँ मैले यति नै गरेँ। बाटो चाहिँ अप्ठ्यारो छ साथीहरू है। अहिले चाहिँ यो पानी परेर हो, तर यो चाहिँ रेगुलर ट्रेलको बाटो चाहिँ होइन है। मैले अघि पनि भने यो रेगुलर ट्रेलको बाटो होइन। हामी चाहिँ पानी र पहिरोको कारण यो रेगुलर ट्रेल तल पहिरो छल्नलाई रेगुलर ट्रेल भन्दा अपोजिट ट्रेल आइरहेछौँ। प्रोटेक्ट भएर हिँड्नु त लाङटाङ ट्रेक भ्लग 2 डे 2। ए यार खत्तम जिल्ला के देख यत्रो गरेर मेहनत कामै लागेन। ल ठिकै छ, केही भएन। ए यो चाहिँ टोक हुँदो रहेछ। चौरी र गाई कि गोरु, चौरी र गाईको चाहिँ फ्युजन गरेर बनाएको हुँदो रहेछ, ताकि यसले अप्पर यो एकदम एक्सट्रिम वेदर पनि सहन सकोस् र दुध पनि दियोस् राम्रो। त्यही भएर योलाई चाहिँ टोक है गाइज। दिस इज टोक। पानी परेको परेछ। Yeah, give side to the returning trekkers. बाइकमा आउने साथीहरू पनि हिँडिरहनु भएको छ है। त्यही भएर बाइकमा आउँदाखेरि चाहिँ सिर्का भिलेजसम्म बाइक मजाले आउँछ। बाटो चाहिँ अलि अप्ठ्यारो छ,
अफरोडिङ खालको बाइकहरू लिएर आउनुपर्छ सिर्का भिलेजमा पाइन्छ लाङटाङको भर्याङ है त्यो चाहिँ बाटो हो यो बाटो चाहिँ हामी सट्ट आउन सक्छौँ यहाँबाट सर्र गाडी गइसकेपछि यस्तो ठाउँ छ हेर्न सक्नुहुन्छ तपाईँहरूले ल अब हामी चाहिँ शेर्पा भिलेज पुग्न लागेको अवस्था हो आज हिजै हाम्रो फर्स्ट डे चाहिँ ओ माई गड लाइटनिङ बादल चम्केको चम्कै छ गोदालाई त छोड्नुपर्छ धेरै छ त्यो धेरै छ कि कतिवटा छ धेरै छ भने हामी यता बस्छौँ है हेर्नु त त्यहाँबाट उताबाट झरी खाउँछ कि छैन यहाँबाट कन्फ्युज भयो यहाँ हस् म झरी खाउँछ कि छैन छैन नि भाइ को हुनुहुन्छ यहाँ हेलो टासीदेले खाना पाइन्छ छ दाइ छ झर्ने ठाउँ छ हामी खाने कि के गर्ने कति समय लाग्छ कति समय लाग्छ परे पर्नु त लगभग तपाईँले चाँडोमा कतिमा बनाइदिनु सक्नुहुन्छ खाना कति चाँडो बनाइदिन सक्नुहुन्छ ल भिलेजबाट अगाडि लागिरहेका छौँ आज चाहिँ पानी परिरहेको छ पुराना प्रेमका कथा यति सखो यति मिठो दिउला तिमीलाई माया बिर्सने संसारले पुराना प्रेमका गाजाको बोट पनि रहेछ मिठा मिठा क्षणहरू सबै आज चाहिँ अब बाटोमा चाहिँ झर्ना देखियो ओ माई गड माथि चाहिँ पानी बढिरहेको यही ब्ल्याक नेचुरलको बाटो चाहिँ यही हो हामी चाहिँ सर्छौँ जुत्ता नभिजोस् यार जे होस् जुत्ता नभिजोस् जुत्ता चाहिँ भिजाउनु भएन है तर अलिअलि भिजीको साइडबाट पानी पस्यो नि मोहब्बत हो जरूरी तो नहीं एक से दोनों की यसको त गाउनै हुँदैन यसको त गीतै गाउनु फेरि भरे भरे समात्न आइपुग्छ अनि त्यो भने हेरेर त्यो त्यो के त्यो टोनमा उ गर्यो भनेर बिला गर्यो भनेर त्यो त उसले अर्को गाडी गर्दै थियो नि त त्यो आफू नेवारै भएर परवट्टा सुन्दा तिम्रो त्यो बोली मुटुमा लागेर मन रमायो रे आन्टी भन्दैको भाइ आन्टी नै त हो आन्टी मलाई आन्टी जस्तो छ हो त नेपालमा भाग एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू कति त पर्खिरहे फर्की तिमी आएनौ वेदनामा गीत कोरे फर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनियो यो गीत मेरो अनल रहोस् यो प्रीत हाम्रो
झिलिकी